आवाज पनि क्लियर छैन होला। हामी कार्यक्रमको अन्तिम क्षणमा आइपुगेका छौँ। असल समाज निर्माणमा बौद्ध दर्शनको भूमिका आजको वक्तृत्व प्रतियोगिताको शीर्षक र यही शीर्षकमा सम्बन्धित भएर आज जम्मी 11 जना प्रतिस्पर्धीहरू प्रतिस्पर्धाको मैदानमा उत्रिनुभयो। एकजना चाहिँ आउनु भएन 12 जना मध्ये। म एकदमै खुसी छु। एकदम छोटो समय, सायद यति लामो समय पनि थिएन होला तपाईँहरूले यो शीर्षक पाउनु भएको र सँगसँगै यो तपाईँहरूको फरक पाटो थियो। एउटा पाटो तपाईँहरूको यो उद्देश्यको पाटो त छँदैछ, त्यही भएर तपाईँहरूभित्र भएको प्रतिभालाई उजागर गर्नका लागि उहाँहरूले आजको दिनलाई छानेर तपाईँहरूको प्रतिभा प्रस्फुटन गर्ने कोसिस गर्नुभयो। त्यसैले आफ्नो व्यस्त समयका बावजुद पनि यो तयारी गर्नुभयो। सबैजना 11 जना प्रतिस्पर्धीहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। अनि यो जेनको तर्फबाट पनि निर्णय आफैमा एउटा जटिल प्रक्रिया हो, सबैजनालाई थाहा छ। आज 11 जना प्रतिस्पर्धीहरू मध्ये पनि सबैको कमेन्टहरू यहाँ टिपेको छु। सबैको कसरी बोल्नुभयो, के गर्नुभयो, तपाईँहरूको कमी कमजोरी के थिए, राम्रा पक्षहरू के थिए भन्ने कुराहरू सबै मैले टिपेको छु। तर सबै अभावको कारणले गर्दाखेरि यो मैले सबै सुनाउन चाहिँ सक्दिनँ। हामी आज अन्तिम निर्णय मात्रै सुनाउन विवश छौँ यहाँनिरबाट, हामीसँग समय पनि छैन। र सँगसँगै आजको यो वक्तृत्व कला प्रतियोगिता 75 अङ्क मेरो र 25 अङ्क पब्लिक भोटिङ अथवा तपाईँहरू मार्फतबाट आएकोमा यो 11 जना प्रतिस्पर्धी मध्ये यशोदा केसी, कृपा बन्दी, सुजिता चौधरी र सबिना पौडेल यो 4 जनाले चाहिँ आफ्नो मन्तव्यलाई चाहिँ बिचैमा टुङ्गाउनु भएको थियो। उहाँहरूले फिनिसिङ गर्नुभएको थिएन। त्यो हुँदाखेरि उहाँको सम्पूर्ण पोइन्टहरूमा हामी मूल्याङ्कन गर्न बाध्य चाहिँ भएन, किनभने उहाँ बिचैमा छोड्नु भएको थियो। र सँगसँगै मलाई आज के कुरामा खुसी लाग्यो भने मैले यहाँका आजका धेरै प्रतिस्पर्धीहरू चाहिँ नेपाली भाषालाई दोस्रो भाषाको रूपमा प्रयोग गर्ने प्रतिस्पर्धीहरू भेटेँ होइन। आवाजमा हामी अहिले म जसरी बोलिरहेको छु त्यस्तो निखारता नहुँदै पनि, शब्दमा शुद्धता नहुँदै पनि, आफ्नो मदर टङको अलिकति प्रभाव हुँदै पनि उहाँहरूले चाहिँ एकदमै मेहनत गरेर आउनु भएको रहेछ। यसप्रति म एकदमै आभारी, अति आभारी है। मलाई एकदमै खुसी लाग्यो होइन। अनि यस भनिन्छ नि यो फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन पनि भन्छन् होइन। सबैमा शुद्धता हुनुपर्छ भन्ने कुरा छैन। एउटा हुन्छ नि भित्रीबाट म बोल्छु भन्ने भावना भयो भने बोलिदो रहेछ होइन। र सँगसँगै अब अरू प्रतिस्पर्धी एउटा हुँदै हुनुहुन्छ, नेपाली भाषाले पहिलो भाषाको रूपमा बोल्नेहरूको शुद्धता त हुने नै भयो, यसमा कम्प्लेन केही पनि छैन। र यी सबै कुराहरूलाई विचार गरेर हेर्दाखेरि चाहिँ आज बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको यो वक्तृत्व कला प्रतियोगितामा म निर्णय सुनाउन गइरहेको छु। म सरहरूले बताएअनुसार निर्णय सँगसँगै हाम्रो पुरस्कार वितरणको क्रमलाई पनि हामी सँगसँगै लैजाने भन्ने कुरा गर्नुभएको रहेछ। त्यसैले आजको कार्यक्रमका सभापतिज्यू, त्यसपछि गएर अभिभावकज्यू हुनुहुन्छ, सँगसँगै हाम्रो इन्जिनियर साहब हुनुहुन्छ, सर हुनुहुन्छ, सबैजना कृपया अगाडि उपस्थित भइदिनु हुनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु। र सँगसँगै हाम्रो आजको 100 अङ्कमा भएको यो मूल्याङ्कनमा वक्तृत्व कला प्रतियोगिताको अन्तिम नतिजा अनुसार आजको यस प्रतियोगितामा सान्त्वना कन्सोलेसन प्राइज, सान्त्वना पुरस्कार प्राप्त गर्ने भाइ हुनुहुन्छ अवधेश कुमार चाही। म अवधेश कुमार चाहीलाई चाहिँ अगाडि आउनका निम्ति विशेष अनुरोध गर्न चाहन्छु। धेरै धेरै बधाई छ अवधेश कुमार चाहीलाई। तपाईँलाई लाग्यो होला अक्मका बोलिरहेको त्यहाँ त्यस्तै कयौँ कुराहरू यहाँ छ, उहाँलाई मूल्याङ्कन गरेर चौथोभित्र ल्याउनुका पछि धेरै कुराहरू छन्। भाइलाई चाहिँ धेरै धेरै बधाई छ। अनि यसपछि म आजको यस प्रतिस्पर्धामा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल बहिनी मुस्कान गुप्ता उहाँलाई तेस्रो स्थानको पुरस्कार गर्न चाहन्छु। डेफिनेटली उहाँ चाहिँ रिपिटेड भनेको मतलब दोस्रो पटक बोल्नु भएको थियो। अनि आजको प्रतिस्पर्धामा हामीले चाहिँ ती सबै कुरालाई नजरअन्दाज गरेका छौँ र दोस्रो पटक उहाँ राम्रो बोल्नु भएको थियो, विषयवस्तु भित्र रहेर सो कहिलेकाहीँ तलमाथि पर्छ। त्यही भएर हामीले अरूले पनि विषयमा छोड्नु भएको थियो। धेरै धेरै बधाई छ मुस्कान गुप्तालाई। त्यसै गरी आजको यस प्रतिस्पर्धामा
प्रतियोगितामा तेस्रो पछि दोस्रो स्थान हासिल गर्ने विद्यार्थी हुनुहुन्छ, प्रतिस्पर्धी हुनुहुन्छ सन्तोष खड्का। म सन्तोष खड्का आवाजमा शुद्धता, कन्फिडेन्ट, विषयवस्तुमा अलिकति गहिरो अध्ययनै गरेर आएको जस्तो लाग्यो मलाई चाहिँ। प्रतिस्पर्धा भनेपछि त्यो सबै कुरा हुनुपर्छ। धेरै धेरै बधाई छ सन्तोष खड्कालाई। त्यसपछि म आजको अन्तिम अर्थात् पहिलो पुरस्कार प्राप्त गर्न सफल प्रतिस्पर्धी प्रतियोगीलाई अगाडि आमन्त्रण गर्न चाहन्छु। सुजिता चौधरी। सरी के नाम छ एकछिन है त, म यहाँ हेर्दैछु। सुजिता चौधरी मिलेन सिर्जना कुर्मी एकदम सरी नाम रिपिट भएकोमा। सिर्जना कुर्मी आजको प्रतियोगिताको पहिलो हुने प्रतिस्पर्धी। सबै चारजनालाई अगाडि बढाउनु भएको छ। खतरा रिकॉर्डिंग